भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर निराजन सुवेदीले अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट गत कार्तिकदेखि हालसम्म करिब 1 वर्षको भुक्तानी नआएको कारण अस्पतालको सेवा नै प्रभावित हुने अवस्थामा पुगेको बताउनुभयो। उहाँले बीमा बोर्डबाट अस्पतालले करिब 20 करोड भुक्तानी पाउन बाँकी रहेको जानकारी दिनुभयो। गत साल 2081 कार्तिक महिनादेखि अहिलेसम्मको हामीलाई भुक्तानी आएको छैन, जुन चाहिँ करिब 16.5 करोड हुन जान्छ। त्यसैगरी अब अहिले नयाँ नियम अनुसार चाहिँ जुन विपन्नका कार्यक्रमहरू चाहिँ सिकल सेल, डायलिसिस, मुटु, हेड इन्जरी, स्पाइनल इन्जरी, जुन जसको बापत हामीले 1 लाखसम्मको सेवा सुविधा अस्पतालमा दिँदै आएका थियौँ, त्यसको शोध भर्ना पनि अब बिमा मार्फतै हुने भएको हुनाले 20 करोड जति पैसा हामीले चाहिँ बिमाबाट पाउनु पर्ने छ। बिमा बोर्डबाट आउनुपर्ने भुक्तानी समयमा आउन नसक्दा अस्पतालले दिने सेवामा प्रभाव पर्न सुरु गरेको छ। अस्पतालमा आवश्यक पर्ने एक्सरे फिल्म, प्रयोगशालाका रिएजेन्ट तथा फार्मेसीबाट पाउने औषधि पनि पुर्याउन नसकिएको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुवेदीको भनाइ छ। अस्पतालमा दिनानुदिन चाहिने कुराहरू जस्तै औषधिहरू भयो, अनि एक्सरेको फिल्महरू भयो, एमआरआईको फिल्महरू भयो, ल्याबमा चाहिने रिएजेन्टहरू जुन केमिकलहरू प्रयोग भएर रिपोर्ट, रगतको जाँचहरू, पिसाबको जाँचहरू गरिन्छ, त्यो सबै कुरा अस्पतालले खरिद गर्नुपर्छ। अस्पतालमा त्यो कुराहरू आइरहेको हुन्छ, त्यो बापत हामीले पैसा पनि तिर्नुपर्ने हुन्छ। अब 1 वर्षदेखि त्यो नआउँदाखेरि व्यापारीहरू जसले अस्पतालमा दिइराख्नु भएको छ उहाँहरूले पनि दिन सक्नुहुन्न। गत महिना 15 दिन अगाडि हामीले एमआरआईको फिल्म नभएर 1 हप्ता जति बिरामीहरूलाई एमआरआईको फिल्म पनि दिन सकेनौँ। त्यस्तै गरेर कहिले कुनै टेस्टमा हुन्छ, कहिले अक्सिजनमा यस्तै समस्याहरू भइरहेको हुन्छ। बारम्बार हामीले उहाँ जो सप्लायरहरू हुनुहुन्छ उहाँहरूले हामीले रिक्वेस्ट गर्छौँ, उहाँहरूले पनि मानवताको नातासम्म दिन सक्नुहुन्छ, तर बिचरा उहाँहरूको पनि 1 वर्षसम्म पैसा फस्न थाल्यो भने ब्याङ्कको ब्याज उहाँहरूलाई पनि तिर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि उहाँहरूले पनि सामान दिनमा अलिकति अप्ठ्यारो मान्नुहुन्छ, अनि जसको सिधा असर चाहिँ सेवाग्राहीलाई पर्न जान्छ र हामी अस्पताललाई पर्न जान्छ। स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने सेवाग्राहीले आफूले पाउने सुविधामा महँगो औषधि नहुने, बाहिरबाट किन्नुपर्ने बिमामा सबै औषधि नपाउँदा आफूहरू मर्कामा परेको गुनासो गर्नुभएको छ। अब छैन भन्छ के त्यो भएर मैले अस्ति 1000 को औषधि एउटा त्यो पाएन, टाइल्सवाला बाहिरबाट किने के अरे। अब कुनै औषधि पाउँछ, कुनै औषधि पाउँदैन, त्यही हो। पर्यो त हामीलाई थाहा भएन होइन। अब हाम्रो यहाँ छैन, बिमा पर्दैन भन्छ। अब कस्तो कस्तो हो यो सरकारको नियम, स्वास्थ्य सेवा विभागको नियम कस्तो यो हुनुपर्ने हाल्ने सबै हो कि त बिमा हुनुपर्ने भयो, सबै हुनु पर्यो। पुरै दबाई पाइँदैन, यो तपाईँको बिमा पर्दैन भनेर सोधै भनिदिन्छ। त्यो बिमा अब इन्डियन दबाई, कुन दबाई बिमामा खाने दबाई चाहिँ तपाईँको उसमा पर्दैन भन्छ। नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्य बीमा मार्फत 60% बिरामीले स्वास्थ्य बीमा अन्तर्गतका सेवा लिइरहेका छन्। साथै 11 प्रकृतिका विशिष्टकृत उपचार सेवा समेत प्रवाह गर्दै आएको छ। समयमा बीमा बोर्डको भुक्तानी नहुने हो भने सेवा प्रवाह रोकिने अवस्थामा पुगिने अस्पतालले जनाएको छ।